खाने होइन त यति मिठो पुरी तरकारी। सुरु गरौँ है त साथीहरू मसँगै बनाउन। आटा पहिले मुसेको भिडियो त छैन, एकैचोटि मुसिसकेको मात्र छ। अनि कराही बसाएर तेल हाल्ने साथीहरू। त्यो सबैलाई आउँछ होइन, तर त्यही पनि भनिरहेको। तेल हाल्ने, आटालाई हल्का फेरि मुसेर सफ्ट बनाउने, गोलो बनाउने। कत्रो चाहिन्छ पुरी त्यही अनुसारको गोलो बनाउने। अनि पुरी चाहिँ तेलमा बेल्नुपर्छ, आटामा बेल्यो भने चाहिँ डढ्छ। अनि यसरी बेल्दै बेलिसक्छु साथीहरू, बेलिसकेँ। अब के गर्नु त, तेल तातिसक्यो होला। अब कराहीमा हाल्नु है त। एउटा हातले खिच्दै एउटा हातले बनाउँदैछु भिडियो, त्यही भएर अप्ठ्यारो भइरहेछ, हेरिदिनु होला। यसरी हालेँ पुरी, सिङ 2-3 हालेँ। अनि एकैचोटि चाहिँ देखाएँ साथीहरू। हामीले त बनाएर खायौँ पुरी। अब पालो तपाईँहरूको। अब पुरी बनाइसकेँ, अब छोलाको पालो है त पार्ट 2मा। अनि बनाइसकेर मेरो छोराछोरीलाई पनि दिन्छु, हेर्नु होला कसरी मिठो बनाएर खान्छौँ। र चाहिँ पुरी तरकारी एकदम मिठो लाग्छ।